सो वेलकम टु माई युट्युब च्यानल। ल गाइज देख्न सक्नुहुन्छ यो चाहिँ मेरो गाउँको दृश्य। यतातिर चाहिँ नयाँ छिमेकी भर्खरै यहाँनिर घर हालेर ब्रोइलर फार्म सञ्चालन गर्नुभएको छ र पानी पनि एकदमै आएको अवस्था छ र हामी खेती किसानी गर्ने मान्छेहरूलाई एकदमै मार्मिक बनाएको छ र हामीहरू धेरै नै चिन्तित छौँ अहिलेको यो अवस्थामा। र केही व्यक्तिहरूले धान काटेर पनि ल्याइसक्नु भएको छ भने केही व्यक्तिहरूले धान काट्न बाँकी रहेकालाई चाहिँ एकदमै दुःख दिएको अवस्था छ हाम्रो भगवान्जीले। र यता चाहिँ धान काटिसक्नु भएको छ केही व्यक्तिहरू। यो चाहिँ मेसिनले काटेको देख्न सक्नुहुन्छ। यता चाहिँ नर्सरी, यो चाहिँ नर्सरी एरिया हो देख्न सक्नुहुन्छ। नर्सरी एकदमै राम्रो वातावरण पनि छ र मौसम क्लियर र फोटो भिडियोहरू पनि एकदमै राम्रो आएको छ। ल हेरिरहँ जस्तो हेरिदिनु होला।